तपाईको मोबाइलमा इन्टरनेट आखिर तार बिना कसरी आइपुग्छ? वाइफाईले हावामै डेटा कसरी पठाउँछ? 90% मानिसलाई यसको वास्तविक रहस्य थाहै छैन। आउनुस् आजको भिडियोमा म यसै विषयवस्तुसँग जानकारी दिँदैछु। वाइफाई भनेको वायरलेस फिडेलिटी हो। यसले तारको सट्टा रेडियो तरंग यानी कि रेडियो वेव प्रयोग गरेर डाटा पठाउँछ। घरको वाइफाई राउटर इन्टरनेट सेवा प्रदायक आईएसपी द्वारा इन्टरनेट लिन्छ। त्यसपछि राउटरले त्यो डाटालाई रेडियो सिग्नलमा परिवर्तन गरेर चारैतिर प्रसारण गर्छ। तपाईको मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा भएको वाइफाई एडाप्टरले त्यो सिग्नल समात्छ, त्यसलाई फेरि डेटामा परिवर्तन गर्छ र तपाईले भिडियो हेर्न, गेम खेल्न वा वेबसाइट खोल्न सक्नुहुन्छ। जब तपाई कुनै वेबसाइट खोल्नुहुन्छ, तपाईको डिभाइसले पनि त्यही रेडियो तरंग मार्फत राउटरलाई अनुरोध पठाउँछ। राउटरले इन्टरनेटबाट जानकारी ल्याएर फेरि तपाईको डिभाइसमा पठाउँछ। यो प्रक्रिया 1 सेकेन्डमा हजारौं पटक हुन्छ, त्यसैले सबै कुरा तुरुन्तै भएको जस्तो देखिन्छ। अब त तपाईलाई थाहा भयो होला, वाइफाई कुनै जादु होइन, यो रेडियो तरंगको कमाल हो। यस्ता सजिला कम्प्युटर र टेक्नोलोजीका भिडियोका लागि फलो गर्नुहोला तथा सब्स्क्राइब गर्न नबिर्सनुहोला।